हेलो एभ्रिवान। आज चाहिँ म ब्लुबेरी फ्लेभरको केक बनाउँदैछु। यो केक चाहिँ 1.5 पाउन्डको हो। अनि मलाई चाहिँ बहिनी यो केकको अर्डर चाहिँ बहिनीले नानीको बर्थडेको लागि दिएको थियो, जुन चाहिँ डियाना एन्ड रोमा थिमवाला बनाइदिनु भनेर भन्नुभएको थियो। अनि केक जुन बनिँदैछ त्यो चाहिँ बर्थडे बोयको लागि हो। त्यही भएर चाहिँ मैले यो स्काई कलर र वाइट बर्डरमा चाहिँ वाइट लगाएर चाहिँ मैले रेडी गरेको छु र एकदमै राम्रो लुक आएको छ केकको पनि हो। अनि बहिनीले पनि यही नै सजेस्ट गर्नुभएको थियो केकको कलरको, अनि त्यही भएर मैले यो बनाएको छु। अनि बहिनीहरूले चाहिँ एकदमै राम्रो राम्रो फिडब्याक दिनुभयो हो, राम्रो लाग्यो अरे, उहाँहरूले धेरै मन पराइदिनु भयो केक र खुसी लाग्यो सुनेर होइन। अनि मैले यो केक बनाउँदाखेरि चाहिँ मैले डियाना र रोमाको चाहिँ थिमवाला टपर चाहिँ मैले पाइनँ, त्यही भएर चाहिँ अब अर्डर लिएपछि म्यानेज त गर्नै पर्यो। अन्त चाहिँ मैले प्रिन्ट आउट निकालेर चाहिँ त्यसलाई कट गरेर चाहिँ मैले जसरी टपरहरू हामीहरू किन्छौँ त्यसरी नै रेडी गरेको छौँ। अनि तपाईहरूले यहाँ भिडियोमा पनि तपाईहरूले देख्नु सक्नुहुन्छ कि यो जति पनि टपरहरू यो लगाइरहेको छु मैले, त्यो चाहिँ मैले आफै प्रिन्ट आउट गरेर कट गरेर चाहिँ यसरी रेडी गरेर चाहिँ बनाएको छु। होप तपाईँहरू सबैलाई पनि यो केक मन पर्यो होला। मन पर्यो भने लाइक कमेन्ट र सेयर गर्नु नभुल्नु। अनि मेरो यो केक रेडी भइसकेको छ। केकको फाइनल लुक चाहिँ यो छ। अनि यो चाहिँ नानीको केक कटिङको फोटो। थ्याङ्क यू फर वाचिङ।